अब हाम्रो भ्लग यहाँबाट सुरु हुन्छ है। हामी चाहिँ स्पेसल्ली कता आइसक्यो भनेर मेरो साथीले भन्छ आज है। कता आइपुग्यो लो? कता आइपुग्यो अहिले माझगाउँ माझगाउँको अहिले यो ठ्याक्क हामी डाँडामा भनेको हिले टक्स डाँडामा। सबैलाई स्वागत छ, वेलकम छ। हेरौँ कस्तो छ बाटो ठाउँ कस्तो छ है त। एकचोटि हामी सबैजना देख्न चाहन्छौँ हामी कहाँडी आएको रे? हामी बेसीसर 10बाट आएको ML2 म्याङ्गोल्यान्डबाट आएको हामी चाहिँ है। MNN के हो नि भ्यू देख्न सक्नुहुन्छ। ल केटा चाहिँ हाम्रो गीत गाएर सुनाउन चाहन्छ। एउटा गीत जाओस् केटा हो। मूलबाटैमा भेटियो हो निरामाया मनको दुःखको भल्ला मेटियो सुन्देला हाँसौँ खेला आउने छैन यो दिन हो निरामाया जान्छ तातो जोमा। ल हाम्रो गीत चाहिँ यहीँ समाप्त भएको छ। भ्यू तर सनसेट चाहिँ खतरा लाग्यो है। केटा कस्तो लागिरहेको छ केटाहरूलाई? एकदम एक्साइटिङ, कतिको खुसी छ केटाहरू? एकदम बबाल। निकै दुःख पछिको यात्रा हाम्रो चाहिँ यहाँसम्म बलबल आइपुगेको छ। हो कि होइन केटा हो? बेसर बजार चाहिँ गोब्रोले देखाउन गाह्रो पर्यो। के मेरो महल कस्तो छ? तिमी चाहिँ के भन्न चाहन्छौ? विकास के भनेर भन त। म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ हाम्रो यो सेकेन्ड टाइम भ्लग हो। सेकेन्ड टाइम भ्लग एकदम बबाल भयो। बाटो पनि खतरै थियो होइन, एकदम मजाले आइपुग्यो। सनसेट पनि एकदम बबाल, भ्यू पनि बबाल देखियो। अब हामी बबाल वाइल्ड रमाइलो गर्नेवाला छौँ। त्यो हेर्नको लागि चाहिँ तपाईँहरू यही च्यानलमा चाहिँ जुडिरहनु होला। ल हामी चाहिँ स्पेसल्ली आइसक्यो। मैले चाहिँ हेलमेट खोलेको छैन। अब हेलमेट खोल्ने समय आउँदैछ। बाटो निकै कठिन थियो आउनलाई। हामीले चाहिँ बाटोमा चाहिँ देखाउनु पाइएन। दाइले बिर्सिनु भयो होला यार, हामी आज धेरै वर्ष अगाडि आएको। सन्चै हुनुहुन्छ दाइ? एकदम। दाइसँग त धेरै वर्षपछि भेट भयो। आजभन्दा 2-3 वर्ष अगाडि हाल्दा हामी है 10 बगेर हिँडेर आएको थियो नि त। सन्चै हुनुहुन्छ होइन है? एकदम। के छ तपाईँको नयाँ नौलो? नयाँ नौलो यस्तै हो भाइ, काम गरेछ यहाँ धुलो छ आज है। पानी पर्दा त दाइको यहाँ काम पऱ्यो कि। सुन्नु दाइ, दाइ चाहिँ पानी भएर रहनु भएको छ हाम्रो यहाँ पसल दाइ चाहिँ। हामी आजभन्दा 3-4 वर्ष अगाडि होला आफै 10 बगेर हिँडेर आएको। म चाहिँ अब भ्लगिङ गर्न लाएँ। हाम्रो यहाँ चाहिँ पहिला चाहिँ कस्तो थियो भने आजभन्दा केही वर्ष अगाडि खिचेको फोटो हाम्रो साथीहरू चाहिँ कस्तो छ रहेछ भने म देखाउँछु। हामीले आजभन्दा केही वर्ष अगाडि यहाँ फोटो खिचेको थियौँ अनि हामी चाहिँ यहाँ बसेको थियौँ। अब म चाहिँ एक्लै जाँदैछु है। एक्लै जाँदैछु। किन एक्लै जाँदैछु भन्ने चाहिँ साथीभाइ भन्ने कुरो छ है। कोही कता भए है। व्यस्तताले यदि मैले आज क्यामेरा ल्याउनु चाहिँ मिस्टेक गरेछु है। यदि मैले क्यामेरा ल्याइदिएको भइदिए अब तपाईँको सनसेट चाहिँ यति असम कि तपाईँको कुरा नगर्नुहोस् के। यस्तो बाबा सनसेट थियो, देखाउन पाइएन। दुःखको कुरा त्यही हो। अब म चाहिँ टावरतर्फ जाँदैछु। आजभन्दा केही वर्ष अगाडि चाहिँ हामी यहाँ बसेको थियौँ। हामीले चाहिँ यहाँ टेन्ट हालेर बसेको थियौँ। त्यो हामीले आफ्नै टेन्ट ल्याएको थियौँ त्यति बेला चाहिँ।
स्पेसल माछा गाउँको भ्यू चाहिँ भ्यू टावर चाहिँ हो म चाहिँ चढ्दैछु के छ मालदाई एकदम हेर न उता देख्नु उता हेर न घाम डुबिसक्यो कि ज्याउ जानु ल्याएन एकदम रमाइलो छ मालदा होइन एकदम रमाइलो यो गाउँ चाहिँ के अरे माझ गाउँ भने होइन माझ गाउँ हो यो यता पुरानो दुबार होइन माझ गाउँ यो हो त्यो होइन होइन त्यो स्कुल छ त्यहाँ है टक्सर भन्थ्यो माझ गाउँ यो हो अरे के यो ए यो माझ गाउँ यो माझ गाउँ भनेपछि माझ गाउँ पनि कस्तो छरेको गाउँ रहेछ है त्यो अस्ति रोगेर देखाएको थियो बजार जस्तो भएको अनि उता जाने बाटो चाहिँ कुता हो त्यो नौतर्सेर जाने बाटो ऊ त्यो देखेको चाहिँ नौथर जाने बाटो है नौथर ठिक ए आमा डेन्जर रहेछ त ठाउँ मान्छेको बस्तीहरू त कति हो कति है हेर्दा हेर्दै रात पर्ला यार तर सनसेट चाहिँ काइदै भेट्यो माल्दा है मैले जबरजस्ती ल्याएको अहिले त हेर्दा यस्तो हिँड्छ मा तपाईँ यार पटेला त अब त सिङ्गल नहोला नि त डबल मिङ्गल सिङ्गलबाटै मिङ्गल छ है कोहीले यो भ्लग अब युट्युबमा नै पोस्ट गर्ने त के गर्दैन गर्छ ढुक्क हो केटो ठिकै छ कसैलाई केही छैन भन्नु न माल्दै होइन होइन स्पेसल्ली कसैलाई त्यस्तो स्पेसल्ली त माझ गाउँ बल्ल फर्स्ट टाइम अब बल्ल त अनुभव लिन पाइरह हामीले चिसो हावामा होइन बिस्तारै गरौँला नि कुराकानीहरू सही हो माल्दाले बल हाम्रो लागि समय अझै कति छ भोलि बिहान समय छ एकदम चिल बार रमाइलो लाग्यो नि के थाहा भोलिको बसे पनि सही हो हो तर आनन्द आज यता बसेर भोलितिर त्यहाँको माहौल राम्रो लाग्यो भने के थाहा भोलि अब त्यहाँ रोटी बस्न गइन्छ कि त्यो त हो तर सोल्टिनीहरू हुनु पर्यो होइन त्यही भएर मैले आज बेलुकासम्म त कोही कतै त भेट्ला नि त तर यस्तो चिल चाहिँ मलाई चाहिँ धेरै समयपछि लाग्यो ओभर चिल गाउँको नजिक रहेछ यो भ्यू टावर पनि अरूमा त्यस्तै हिँड्दै जानुपर्छ नि त आज त्यस्तो मेहनत गर्नु नपर्ने कि गाउँमा दिनभरि दुःख गऱ्यो अनि बेलुका आएर ट्याक्क भ्यू टावरमा बसेर दुनियाँको यस्तो माहौल हेरेर अनि ट्याक्क एक गिलास तातो खानु कति आनन्द हुन्थ्यो हामी चाहिँ टावर घुमेर फर्किसकेका छौँ टावर घुमेर फर्किसक्यो अन्त भाइ हामी काटिरहेको हातले फेरि काम नजाने दाइको मायाको लाग्छ मेरो टोपी हेलमेटमा हेर्दा केटा हो याइ म चाहिँ यहाँ काट्दैछु प्रीतिको फुल सँगाली राखेको कुसुमेरुमा
पोख्ने कुसुमेरुमा 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 डाँडैमा हावा सररा जता छ निर्माया हुँदैन जरा लम्जुङे डाँडैमा हावा सररा जता छ निर्माया हुँदैन जरा छ निर्माया हुँदैन जरा भयो नि हाम्रो सम्झनालाई सदा यो नराम्रो हावा सररा लम्जुङे डाँडैमा हावा सररा लाइभ बन्द गरिदिनु पर्ला है अब जता छ निर्माया हुँदैन जरा जता छ निर्माया हाम्रो चाहिँ अहिले क्याम्प फायर चल्दैछ है हामी चाहिँ क्याम्प फायर हान्दैछौँ एकदम स्पेसली निकै रमाइलो भएको छ खुसीको भनेको त सीमा नै छैन आज त हाम्रो खानपान सुरु हुँदैछ अनि हाम्रो गिटारिस्ट नाति के छ एकदम बाजे रमाइलो भएको छ हाम्रो सुजन दाइ के भन्न चाहनुहुन्छ दाइ यसो के भन्ने होइन अलिअलि रमाइलो भाइब्स आइरहेछ नयाँ टोपीले चाहिँ दाइलाई रौनक छुटे नयाँ किन्नेको के अरे 1200 अरे 800 को माल 1200 सही त्यही हो है गुते भाइ अनि हाम्रो विकास सरको चाहिँ के छ केटाले त्यो बसन्त आउँछ आउँदैन बसन्त भन्ने दामी के छ बाबरु एकदम रमाइलो आइरह एकदम दामी छ एकछिन दाइ दाइ एकदम बवाल पिस लैराखेको अनि हाम्रो साथी के भन्छ चाहनुहुन्छ एकदम गुड एकदम गुड है रमाइलो एकदम रमाइलो सुरज सर रमाइलो भइरहेछ यहाँ सबै अनि हाम्रो भतिज एकदम रमाइलो भइरहेछ रमाइलो भने कस्तो टाइपको रमाइलो लाग्छ तपाईँलाई चाहिँ एक्लै टाइपको आनन्द टाइप अनि मालदाई तपाईँ चाहिँ के भन्न चाहनुहुन्छ यसो रमाइलोको विषयमा केही बोलिदिनु न म पखाइ म धेरै कुरा भन्नु छ तिम्रो भ्युअर्सहरूलाई धेरै कुरा भन्छ पखाइ भन्नु लाइभ बन्दै भनेको लाइभ बन्द के भन्नु हो भन्नु त माया एक पाथी होइन 10 पाथी चाहिए सम्पर्क गर्नु होला त्योभन्दा पनि माथि चाहिए सम्पर्क गर्नु होला माया एक पाथी होइन 10 पाथी चाहिए सम्पर्क गर्नु होला त्योभन्दा पनि माथि चाहिए सम्पर्क गर्नु होला हिजो भर्खर उनीसँग मेरो सम्बन्ध विच्छेद भयो खाली छ यो छाती सम्पर्क गर्नु हो खाली हो सही हो सही अब गीततिर जाउँ मेरो यो खाटमा मेरो यो खाटमा नजिस्क घरी घरी नहस्काउ घरी घरी चिहा कि परी चिहा कि परी कालो केसो तिम्रो कालो केसो तिम्रो रातो कालो तिम्रो सेतो सारीमा कालो केसो तिम्रो
तिम्रो सारीमा कोइला उतो भाँडोमा हाल्छ भाइ नजिस्काऊ तिमी फर्की फर्की भरे यस्तो भन्नु भने नि के अर्थ खोज्यो यार यो डाँडामा आएर बरु बियर ल्याएन नि यस्तो के मुगुलान हेर जाँदैछु सानो रेललाई चढेर यो मन जल्छ हेर न सबैजनाले मेरो बाजे भने आउने छु भेट्न छुट्टीमा फेरि सानो रेललाई चढेर मुगुलान हेर जाँदैछु सानो रेललाई चढेर यो मन जल्छ हेर न सानो तिमीलाई सम्झेर पल्टने जीवन यो थाहा छैन के हुने हो बाँचे भने आउने छु सुन छुट्टीमा फेरि सानो रेललाई चढेर मुगुलान हेर जाँदैछु सानो रेललाई चढेर कुन दिन खुल्ने हो मलाई सम्झेर संसारलाई तिमी कुन दिन भुल्ने हो हे आँगनमा रोपौला जीवनभरि छातीमा राखी मायालाई चोपौला जीवनभरि छातीमा राखी मायालाई चोपौला आधाल रक्सी खाई हो भयो मन पागल मौरीको माया दुध मिठो चौरीको मौरीको माया सानीले मलाई मोहनी भोजनमा खाऊ यसरी नभए त मासु दिनु धन्न पऱ्यो भाइ छ माया नदेऊ मलाई माया नदेऊ मलाई म त पागल पागल भइजान्छु यो अघि पागल भइजान्छु चटपटाको भाँडो छ नि हेर हेर मलाई हेर हेर मलाई मलाई पढाइको डर लाग्दछ मलाई पढाइको डर लाग्दछ
तिमीलाई मेरी माया मुटुमा लुकाऊ यति धेरै माया नदेऊ मलाई यति धेरै माया नदेऊ मलाई म त पागल दिँदा लाजले मुटुबाटै मुहार छोपेको म भुल्न कहाँ सक्छु र जिस्काइदिँदा मुहार छोपेको म भुल्न कहाँ सक्छु र के हो क्या पागल बनी मुहार छोडेको म भुल्न कहाँ सक्छु र म भुल्न कहाँ सक्छु र आँखामा सजाऊ कि तिमीलाई मेरी माया मुटुमा लुकाऊ कि आँखामा सजाऊ कि तिमीलाई मेरी माया मुटुमा लुकाऊ कि यति धेरै माया नदेऊ मलाई यति धेरै माया नदेऊ मलाई म त पागल जब गन्तव्य एउटै भनी हिँडेको बाटो मोडेको थियो जब गन्तव्य एउटै भनी हिँडेको बाटो मोडेको थियो तिमीलाई पहिलोचोटि देख्दा सिट माथिबाट घुम्टो ओढेको थियो याद छ तिमीलाई ती बर्ड पिपलको भोटमा ढुङ कस्तो थियो रक्सी छाला गुइया बनाएर